बेलामा माग्ने कि तपाईँ हिजो अस्तिदेखि व्रत बस्नु भयो नि? अस्तिदेखि त व्रत बसिरहेको छ नि, यो मनमा त छ नि, त्यो चाहिँ खुलेर माग्नुपर्छ। सानो मनमा नै माग्ने? मनमा माग्ने, त्यस्तो गर्नुपर्छ। अनि मागेको कुरा हाम्रो देउरानीकै बाचा बुची थिएन कि? हजुर। कति एकचोटि कि 3 महिना गयो, एकचोटि कि 8 महिना गयो नि। अनि त्यसपछि मैले यो चैत दसैँको छठ पूजामै अनि गएँ अनि भाकेँ कि भाकेर त्यहाँको फुल अक्षता हुन्छ नि, हजुर, त्यो फुल अक्षता यहाँ व्रत बस्ने बेलामा आँचलमै ल्याउनुपर्छ कि, यसरी उठाएर आँचलमा ल्याएर अनि खोलेर त्यो दिनुपर्छ कि। त्यसको खानको लागि अलिकति बुढी बुढा दुईजना खाने। अनि अहिले चाहिँ 1 वर्षको छोरी भइसक्यो। ए तपाईँले के अरे देउरानीको लागि बस्दिनु भएको? अनि अहिले 1 वर्षको छोरी भएको छैन। ऊ पनि बसे कि व्रत। अनि त्यो व्रत चाहिँ तपाईँले अब जस्तै ल तपाईँले मेरो लागि व्रत बस्दिन्छु भन्न नि पाउनुभयो कि पाउनु भएन? मनदेखि आउनु पर्यो, पायो? ए म यो के भगवान यसको लागि यो छठमा त पर प्रसादी चढाइदिए यी भयो भने गर्नै पर्दैन, पर प्रसादी चढाइदिनु। हाम्रो घरपट्टिमा छ नि, हजुर, नेवार हो, उसको 4वटा छोरी छ। हजुर। अनि जहिले पनि भन्नुहुन्छ भाउजू म त छोरी देख्नै सक्दिनँ कि भन्नुहुन्छ कि। उहाँको 4वटा छोरा देख्दै 4वटा छोरी छ। अनि 4वटा छोरी भयो भने मैले यही चैत दसैँको बेलामा छठ पूजा गरेको थियो। अनि उसका छोरी त्यही बेलामा थियो क्या। अनि छोरी त्यही बेलामा मैले लगेर त्यहाँको फुल अक्षता दिएँ। अनि दिएर अहिले 2टा छोरा भएको छ त्यसलाई। ए अनि जस्तै 1 वर्षमा तपाईँले अब आज के अरे कोहीको लागि माग्नुहुन्छ होइन, जस्तै देउरानीलाई, त्यो वर्षमा तपाईँले आफ्नो लागि नि माग्न पाउनुहुन्छ अनि देउरानीको लागि नि 8-9 जना सबैको लागि सम्झ्यो भने नि पाइन्छ। अब गरेर अनि यो किन अब यस्तो भयो भने यति भयो भने कस्तो लक 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 जान काट्छ। यस्तो गर्दा भने काम धन्दा गर्ने केही लाग्दैन, केही भोक सुख प्यास केही लाग्दैन भगवानको लागि। भगवानको लागि के अहिले